त्यहाँ अलिकति खन्न छ गर खन हो त जा त या जस्तो नि यसो 1 सेकेन्ड बसेको देखामै नहुने खाना अरे म त किसानका छोरछोरी बासी गर्न त पर्छ नि जा है त म त सक्दिनँ या यसो यहाँ मोबाइल हेरेर बस्नु थालेको अरे हिलो लाउला तिम्रो सारिया अर्कीले गर्दिन के रे त्यति भए पनि खन त्यो सारिया हिलो लाउला है बाबु आमा खने मैले भ्याएँ खएर तिम्रो दिदीले क्या रहेछ भित्र गएर हेर त जाऊ त ल ल ल के त्यसले काम गर्दिन खालि मोबाइल हेरेछ के हेरेछ हजुर म कसरी के हो ए नबोल्नु न त कामले कथेर नि काम राखेको गरा यस्तो राम्रो मान्छेले नि कसरी काम गर्छन् मेरो नङ बिग्रिन्छ हजुरलाई नि कस्तो राम्रो देखिया बेबी कस्तो राम्रो हुनुहुन्छ हजुर पनि दिदी धेरै फोन नबोल त आमाले देख्नुभयो भने गाली गर्नुहुन्छ एकछिन काम गर्न परेन अनि खालि तँलाई फेरि के भयो त नि काम गर्न पर्दैन अनि खालि फोन आउँछ आमाले तिमी आमाले काम अरानमा केही जानु भए अनि घरको काम गर्न त पर्ने आमा बुढी हुनु भए तैँले गर्छस् तँ जाति छस् के तँ फेरि गर म त सक्दिनँ जसरी पनि हेर त नङ जति झाँचेर दिनभरि बिहानभरि काम गर्दाखेरि दिनभरि काम नगर्ने हो नि जसरी पनि काम गर भाइ कामै नगरे नि बोल्दा त आमाले नसुन्ने गरी बोल्न रातिमा बोल भित्र बोल या बाहिर बोल मेरो बेबीसित म जसरी बोल्ने बोल्न तँलाई के मतलब ल जेसकै गर भनेको केही टेर्दिन पछि के हुने पनि आमा दिदी त भित्र कपडा पटाउँदै रहेछ हो र भित्र त गर्छ के बाहिर भित्र गर्छ बाहिर गर्न अलिक दुःख मान्छे के ल आमा साँझ पान ल म खाना बनाउँछु हजुर बस्दै गर्नु है ल ल जाऊ कपडा पटाउनु त भने छ क्या रहेछ हेर्न पर्यो पर्सि दिदी कहाँ जान्छु भनेर आएर भेटौँला पर्सि भेटौँला दिदी तेरो पनि मोबाइल हेर्छस् खालि केटासित बोल्छस् काम धन्दा गर्ने होइन खालि केटासित बोल्नु घरको काम गर्ने होइन ए छोरी कोसित बात मारेर बसेको छ तँ ल मर्जीको त मैले त जान्दिनँ तिमीले हेरेर निकाल होइन होला नि आमा आज झुक्किनु भयो कि हो जाऊ हेर त कुन केटो होइन यसलाई पत्ता लाएर मैले यसलाई घरबाट गेट आउट बनाइदिन्छु लम्बर निकाल त छोरी यस्तो फोनमा राति दिन व्यस्त भइकै हो पिर नगर्नु आमा केटो राम्रो छ अब जे भने बोली त्यस्तो गर्नुहुन्न बिचरा क्यारे हो कि हजुर फर्काउनु भयो गाडी गर्नुभयो राम्रो हो र बाउ गोतिलो छैन क्या अचारको केटो भर परिसक्नु छैन कि छोरीले रुचाएर रातभरि बोलेर जानेर त होला नि उसले बिहा गर्छु भनेर बोलेकी त होला नि अब हामीले त्यस्तो गर्नुहुन्न बुझ्नु पर्छ तिमीले बुझ्यौ पनि जाने छैन अचारको जवान पहिलाको जवान बुढी भयो दिदी कहाँ छ हेर्नु पर्छ किनर आएको मैले दिन्न के त्यो केटालाई दिन्न मैले बस्नु बस्नु उठेर नबोल्नु बसेर राम्रो हुनुहुन्छ